हाम्रो प्री फेयरवेल प्रिपरेसन जहाँ हामी आएको छौँ पसलमा। बजारबाट गर्ने सपिङ गरिसक्यौँ, अब बजारबाट नगर्ने सपिङ चाहिँ हामी यहाँ गर्दैछौँ। अनि मैले यो पनि पाएँ जिप्सी फ्रीमा। फाइनली आवर फेयरवेल डे इज हियर एन्ड त्यसको लागि चाहिँ तयारी चाहिँ हामी बिहानदेखि नै गरिरहेको छौँ। अनि मैले बिहान उठेर नुहाएँ यस्तो जाडोमा चिसो पानीले। अब म मेरो कपाललाई कर्ली गराउँछु। मेरो कपाल पुरै कर्ली छ, त्यही भएर मैले धेरै मिहिनेत गर्नु पर्दैन, थोरै थोरै गरे हुन्छ। अब फेयरवेलमा जानको लागि हामी तयारी गर्नको लागि पूजाको घर जान्छौँ। अनि त्यहाँ रेडी भएर अनि जान्छौँ हामीहरू। अब हामी रेडी हुनको लागि पूजाको घर आइसक्यौँ। पूजाले के गर्दैछ होला भित्र, वेट एन्ड वाच। साडी लगाएँ, पूजा र मैले साडी लगाइसकेँ। आएको छ कि आजको हाम्रो फेयरवेलमा चाहिँ र्याम्प वक पनि छ अरे, त्यही भएर पूजा चाहिँ प्र्याक्टिस गरिरहेछ अब र्याम्प वकको लागि। सबैजना रेडी भइसक्यौँ अनि अब हामी जान लाग्यौँ। अटो पर्खिँदैछौँ। अब हामी जान्छौँ लोकेसनमा। अहिले अटो समात्नको लागि चाहिँ जाँदैछौँ। अनि त्यसपछि साडी लाएर हिँड्नको लागि चाहिँ एकदम गाह्रो भइरह्यो, तर पनि म्यानेज चाहिँ गरिरहेछौँ। अनि त्यसपछि हामी कति ढिलो भयौँ भन्दाखेरि 1 घन्टा त ढिलो भयौँ। 3 घन्टा लाग्यो हामीलाई रेडी हुन। मेकअप पनि त्यस्तो गएको छैन, किन यति धेरै टाइम लाग्यो थाहा छैन। पुष्पा हिँड्न सकेन। अब अटो पक्रिसक्यौँ, अटोबाट झरिसक्यौँ। अब हामी पार्टी प्यालेसतिर जाँदैछौँ। हामी वर्षा भेट्यौँ बिचमा। आउँदा आउँदा कपाल सबै बिग्रिसक्यो बिच बाटोमै, के गर्ने, एकदम लाज लागिरहेको छ। 2 वर्षको इन्ट्री भयो। हामीलाई चाहिँ भोक लागेर अब हामी खाजा खान जाँदैछौँ। फेयरवेलमा एकदम लेट हुन्छ अरे खानेकुरा, त्यही भएर चाहिँ अहिले बेकरीमा आयौँ हाम्रो पेट पूजा गर्नको लागि। We are returning back to our venue. वेलकम हुन लाग्यो। त्यहाँ वेलकम भइरहेछ त्यहाँनिर। ट्याग डिस्ट्रिब्युसन प्रोग्राम रहेछ, मैले के ट्याग पाउँछु त्यसको लागि वेट फर इट। हस्पिटलको सिट हुँदा ड्युटी आउने सतायो। हस्पिटलको सिट हुँदा ड्युटी आउने सतायो। हाम्रो साथीहरू फेयरमा रमायो, मलाई भने यहाँ बोल्नु परेकोले म डुबे गरायो।
Time for token of love. हाम्रो token of love. Yay! अब फोटोसुट सेसन हो सबैजनाको आफ्नो आफ्नो फोटोसुट चलिरह फोटोसुट सेसन नै सक्यो अनि रिल्स पनि बनाएर सक्यो 2टा रिल्स अब हामी जान्छौँ खानको लागि खाएर सबैले भ्याइसक्यो तर हामी मात्र खान बाँकी छौँ यहाँ र्याम्प वक फुर्सत मिली तो आएंगे और पिएंगे एक कप चाय हम भी सुना है तुमने चाय में इलायची अपने मुंह से तोड़ कर डालती हो शुभकामना दिन चाहन्छु मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान साँच्चै नै यो बागमती प्रदेशको एउटा गौरवको योजना थियो तर गौरवको योजना भइरहँदाखेरि यो जुन सुरुवातीका वर्षहरूमा भाइ बहिनीहरूले जुन किसिमले हाम्रो प्रतिष्ठानलाई रोजेर हुन्छ उहाँहरूको खुसीको लागि एकदमै प्रगति होस् राम्रो होस् अझै उहाँले राम्रो ठाउँमा जोगाउन पाउनु उहाँले कति राम्रो शरीरलाई अगाडि लग्नु भनेर म पनि मेरो साथीहरू प्रतिष्ठान होइन भाइको नाताले यसपछि भन्न चाहे उहाँले फर्स्ट म्याच हाउ यु डुइङ अब क्लासमा त छैनौँ क्लास पढाउँ भनेर है सो फर्स्ट म्याच अब मेमोरीमा चाहिँ सायद सिमी हुन्छ होला अब तिमीहरूलाई भेट्न पायो भने चाहिँ मेबी अर्गनाइजेसन्सहरूमा हुन्छ होला अब हामीहरूले चाहिँ तिमीहरूलाई चाहिँ फलाम सरलाई चाहिँ भेट्न पाऊँ भन्ने होला आइसा म्यामलाई भेट्न पाऊँ हरि सरलाई भेट्न पाऊँ सबै हाम्रो सबै साथीहरूलाई सरहरूलाई विभिन्न त्यही क्लासमा पनि हुनसक्छ आइडल है हामी अर्गनाइजेसनमा हुन्छौँ मेबी इन एकाडेमिक अर्गनाइजेसनमा छौँ भन्दा तिमीहरूले पनि पढाइरहेको देख्छु कि त होइन कुनै ठाउँ पढाइरहेको अथवा ट्रेनर्स भएको अथवा पब्लिक अफिसरै भएर पनि काम गर्यो अहिले बोर्डिङमा जान्छौँ पक्कै पनि पब्लिक अफिसर भएर विभिन्न ठाउँमा पब्लिक अफिसरै काम गर्छ So favorite program has come to an end. Bye. हाम्रो फेयरवेल अब राति 8 बजे हामी घर फर्किन लाग्दैछौँ बाई बाई त्यही नि बाई बाई भन